चढ्ने होइन गाइजहरू चढेको बेला नि हामी लाग्दैछ भने म त फर्स्ट टाइम हो मेरो खै के हुन्छ एक्सपिरियन्स सक्दिनँ म पनि सक्दैछु दौडिँदैछु अब हामी भित्र आइसकेका छौँ भित्रको भ्यूहरू राम्रो छ त्यही गाइजहरू डेमकारहरू आइरहेको छ यहाँ हेर्नुहोस् गाइजहरू डेमकारहरू आइरहेको छ समय होला अब चढ्ने समय हाम्रो हो गाइजहरू अब म एकैछिन चढेपछि भिडियो बनाउनु बालक छु गाइजहरू चढिसकेको छौँ आफूले खोजे जस्तो नपाउने निस्किन लागेको थियो 11-12 मिनट जति लाग्छ कि यता हेर त उता हेर एकचोटि फोटो खिच्दा राम्रो त्यसको नि यताबाट त्यो म यसो छड्किहाल्छु त्यो चाहिँ कसरी गर्ने तर यहाँ पनि लाग्छ हामी यो बाटो गएको है हाम्रो फेरि घडक घुडुक हुन्छ आइसक्यो घडक घुडुक हुने ठाउँ हो र छ नि हेलिकप्टर जस्तै छ ठ्याक्कै ल हाइटसँग नडराउने मान्छे मेरोमा राम्रो बाटो अझै जान्छ र खुल्यो होला अझ माथि पो छ टिकटकमा हाल्नुपर्छ आज दर्शन गर्ने कि भोलि मात्रै गर्ने भोलि त्यही त आज नित्य कर्म होला नि सन्ध्या माथिको चाहिँ तल ओर्लिसकेपछि त ओर्लिने भइसकेपछि यो त घुमी गर्ने नै त हो पानी आइरहेको भए कति राम्रो देखिन्छ होला है मेरो 5 नम्बर भने लक्की नम्बर 5 नम्बरमै पुगेछु हो यहाँदेखि चाहिँ एकदमै ठाडो छ यतिसम्म चाहिँ ठाडो होइन अझ यति ठाडो होइन त्यहाँबाट ओर्लिँदाखेरि आत्तिन्छ नि होइन झनै मजा आउँछ त्यहाँबाट ओर्लिनु बेला ठाडै ओह्रालो छ कुकुरले धरि लगेछ र माथि हेर्नुपर्छ कुकुर त फ्री उजुनीमा धर्म गराएको सानो पप्पी हजुर कस्तो बाटोमा धुलो त हिँड्नु परेर हावा नआउने हो कि के हो यो सास फेर्न चाहिँ गाह्रो कति यार हो र हावा आएन क्या कसरी आइन्छ तिमा ए S24 मात्रै ज्याकेट खोला खोला पढ्दैन अल्ट्राको हो महँगो कति कसलाई किन के भयो तपाईँको दिदीको हामी आइपुगे बाहिर निस्किने यो हल्लिन थालो होइन झरिसक्यो होइन गाइजहरू पिस हान्नुपर्छ अहिले पिस हामी चाहिँ झरिसक्यो अब यता गल्ली र सडक बाटोमा गर्दै होटल खोज्नुपर्ने काम परिरहेछ हाम्रो ओइ भाइरल आन्टी आउनु त बस्नुलाई ल हैन यहाँ बस्दा म फ्यान हो तपाईँको
पाउँछ तर बस्नु पर्यो फ्यान मान्छे खै त आएको आउँछु भन न के हेर अब भाइरल दिदी होइन वेट गर्नु फोटो खिचेन केही छैन के भयो कहाँ खिच्दै मान्दैन गाइजहरू हामी फाइनल्ली गाइजहरू होटेल भेटिसकेका छौँ यो आहाल भेट्यो नि यो आहाल भेटेको डाँडो उतासम्म मान्छेहरू बेलुका बास खोज्नु जान्छ अनि यिनीहरू मान्छे आहाल भेट्यो नि सबै बोलिसक्यो फाइनल्ली होटेल भेटाइसकेका छौँ पानी आउनु पर्यो होइन माई ब्रदर कता ब्रदर यसलाई चाहिँ एउटा गर्लफ्रेन्ड चाहिएको छ अरे एउटा केटी आउनु पऱ्यो है त्यसको लागि साथ ल एकछिनलाई मैले अफ गरिदिएको गाइजहरू अहिले उता मन्दिर घुमेर हिँड्नु आँटेँ मन्दिरनिर छौँ मन्दिर पुग्न लाग्यो सिड्नु त साइडबाट हेर्नुहोस् तपाईँहरू आउनुभयो भने किन्नुहुन्न यही मन्दिरकै पछाडि छ हाम्रो मन्दिर यहाँ पछाडि छ लभली भ्यू आएको छ गाइज यहाँबाट मुनि हेऱ्यो भने भिर मात्र छ अरू बाँकी केही छैन भिर छ होइन गाइजहरू अब गाइजहरू हामी म चाहिँ यहाँ उता हेर्नु हिमाल हेर्नु हिमाल गाइजहरू म देखाउछु अब हिमाल हेर्नु हिमाल तपाईँ हिमाल यहाँबाट राम्रो देखिन्छ गाइजहरू हामीले आरती भिडियो अन कहाँ नै होला होइन भर्खर खोल्यो भर्खर गरे हौ भाइ अहिले मैले बत्ती समाइरहेको थिएँ दुइटै बत्ती हिँडिसकेका छन् यहाँ तलतिर हिँडिसकेका छन् म चाहिँ रन गर्दैछु हामी नकिनिदिएको होइन कि अब तल झर्दैछ तल डोल्नुपर्छ गाइजहरू पुग्नु लागेको म चाहिँ हिँड्नु पऱ्यो नि आइपुग्नु लागेर गयो म त आइपुग्नु परेन हामी बसेको होटेल देखाउँछु म एकैछिन ब्याक क्यामेरा गरेर
छौँ हामी होटेलमा जाँदैन बसेको होटेल यो त्यहाँबाट आन्टी कोठाको चाबी लिएर आउनुपर्ने भएछ भारी म चाहिँ यहाँ खोज्ने होइन कस्तो नभेटेको हाउ त्यहाँ रहेछन् म उत्तर राखेको छु म यहाँ होटल पुगेर आइसकेँ मलाई के Hey guys, welcome back to my channel. This is my second day of vlogging. आज चाहिँ म बिहान उठ्नु परेर नुहाएको बिहान 2 बजे यहाँ मन्दिर आइपुगेको छु माथि लाइन बसिरहेको थिएँ बाबालाई राखेर यहाँ आएको छु त्यसरी मन्दिर मनोकामना मन्दिर आएको बिहान उठेर नुहाइधुवाइ गरेर आइपुगिसकेको छ मम्मी र दाइ चाहिँ घरमै यहाँ भित्रको चाहिँ केही खिच्न मिल्दैन अरे गाइजहरू त्यही भएर मैले देखाउनु पाइनँ हिजो भ्लगमा हाल्थेँ म त्यही नमिल्नु भएर गाइजहरू कुकुरले टोक्ला भन्ने नि डर छ गाइजहरू म एकछिनपछि फेरि भ्लग स्टार्ट गर्नेछु एउटा यसो भिडियो बनाए कस्तो माया आउँछ
Video. Thank you for watching this video.